धेरै वर्ष पहिलेको कुरा हो। नेपालको एक सानो गाउँ धन गाउँ शान्त र रमणीय थियो। तर एक रात गाउँमा एक अज्ञात आगन्तुक आइपुग्छ। ऊ निकै थाकेको देखिन्थ्यो, शरीरमा धुलो, आँखामा डर। ऊ सिधै गाउँको पुरानो मन्दिरतिर लाग्छ र त्यहाँ रात बिताउँछ। बिहान गाउँका केही मानिसहरूले उसलाई देख्छन् र सोधपुछ गर्छन्। उसले आफ्नो नाम श्याम बताउँछ, तर आफू कहाँबाट आएको भन्ने कुरामा मौन रहन्छ। श्यामलाई मन्दिरको वरिपरिका ठाउँहरू मनपर्छ। ऊ गाउँमा बस्न थाल्छ। गाउँलेहरू पनि उसलाई असल मान्छे भनी विश्वास गर्न थाल्छ। तर रात परेपछि ऊ सधैँ तर्सिन्छ, कहिलेकाहीँ चिच्याउँछ। ऊ भन्छ, मलाई छायाले पछ्याउँछ, म तिनीबाट भागिरहेको हुँ। गाउँका बुढा बाजे भन्छन्, छायाको श्राप भनेको पुरानो कथा हो। एक समयको कुरा हो, एक धनी जमिनदारले निर्दोष मानिसको हत्या गरेको थियो र उसको आत्मा बदला लिन कालो छायामा परिणत भयो। त्यो छायाले प्रत्येक पुस्तामा बदला लिने गर्छ। एक रात श्याम बेहोस अवस्थामा भेटिन्छ। उसले मन्दिरको भित्तामा रगतले लेखिएको एउटा नाम देखेको बताउँछ, नारायण कार्की। गाउँमा सो नाम गरेको मान्छे कुनै समयको ठुलो अत्याचारी जमिनदार भएको थाहा लाग्छ, जसले धेरैजनाको ज्यान लिएको थियो। श्याम त्यो जमिनदारको सन्तान रहेछ, जुन कुरा उसले लुकाएको थियो। छायाले अन्ततः श्यामको आत्मामा प्रवेश गर्छ। उसले आफू भित्रबाटै आत्मा निकालेर गाउँको बीचमा एक रात ठुलो आवाजमा बोल्छ, तिमीहरूले धेरै वर्ष न्याय पर्खियौ, अब म आएको छु, न्याय हुनेछ। श्यामको शरीर भुइँमा ढलेको पाइन्छ, तर उसको अनुहारमा शान्ति देखिन्छ। छाया हराउँछ। श्यामको मृत्युपछि गाउँको पुरानो इतिहास खुल्छ। गाउँलेहरू अघिल्लो पुस्ताको पापको भार बोकिरहेछन् भन्ने महसुस हुन्छ। उनीहरूले अबदेखि सत्य, न्याय र करुणा अनुसार जीवन बिताउने निर्णय गर्छ। छायाको बदला पूरा भयो, शान्ति फर्कियो।